जाने ठाउँ हो जाम यस्तो बाघ सुत्दो रहेछ बाघ यो चाहिँ धेरै अगाडि खिचेको भिडियो हो अनि मसँग फुर्सद त्यस्तै भएर चाहिँ अनि आज बल्ल मैले यो भिडियो राख्दैछु यो चाहिँ पाल्पा ठाउँ एकदमै राम्रो ठाउँ पाल्पा भनेपछि सबैलाई थाहा छ होइन अनि हामी घरमा बसिरहेको थियौँ बस्दा अनि हामी नेपाल गएको बेलामा हो यो चाहिँ अनि घरमा बसिरहेको थियौँ अनि अल्छी लाग्यो के गर्ने खाली दिमाग शैतानका घर भने जस्तै अनि हामी चारजनाको दिमागमा चाहिँ के चल्यो अनि घुम्न जाऊँ भन्ने भयो होइन अनि मलाई चाहिँ अब हरियाली डाँडाहरू एकदम मनपर्ने अनि जाऊँ न त भनेर आँट गरेर हिँड्ने हो यो ठाउँको नाम चाहिँ मरे डाँडा हो भनेर भन्दै हुनुहुन्थ्यो मलाई चाहिँ खै मैले राम्रोसँग उच्चारण गरेँ कि गरिनँ होइन अनि यहाँ सल्लाह हुँदैछ उता फेरि भान्जीलाई फेरि एक्लौरो हानेर खालि भान्जीलाई आँसुलाई जिस्काए गरेर होइन रमाइलो पनि भएको थियो होइन अनि हामीलाई अगाडि गइसकेपछि डराउन पनि दिनुभयो यस्तो यति टपमा पुग्यौँ नि हिँड्नै नसकेर यति गल्यो यो भिडियो आश्रीले दिदीले हेर्नुभयो भने हाँस्नुहुन्छ होला त्यति बेलाको पल सम्झेर होइन अनि मैले चाहिँ टिकटक उसमा युट्युबमा चाहिँ राखेपछि चाहिँ मेमोरी हुन्छ नि त पछि पनि याद हुन्छ भनेर चाहिँ यो भिडियो राख्न लागेको छु बिचमा मैले थोरै साउन्ड राख्छु है त अनि तपाईँहरू को जानुभएको छ यो ठाउँमा होइन पाल्पामा हुनुभएको साथीहरू जानुभएको छ कि छैन अनि मलाई चाहिँ पहाड एकदम मनपर्छ किनभने यस्तो हरियाली छ यस्तो शान्त छ यस्तो पिस ठाउँ छ कि होइन मान्छेहरू कति टाढाबाट घुम्न आउँछ नि त किनभने अब त गाउँमा भन्दा पनि सहरतिर अलिकति भनौँ न ओहो हल्ला त्यस्तै अनि त्यसपछि धुवा धुलोहरू त्यस्तै अब शान्त ठाउँ भेटाउनै गाह्रो छ नि त यता फेरि आश्रीको हातमा कालो लाग्यो कि हिँड्दा अनि मलाई आफूलाई पनि थकै लागेछ आश्रीले फेरि माइजू मलाई तान्नु न भनेर अनि हामी एकले अर्कालाई सपोर्ट गर्दै घरि आश्रीले मलाई तानिराख्नुहुन्छ घरि मैले तानिराख्छु कि होइन अनि आश्री यो भिडियो बनाउँदाखेरि मैले आद्यालाई पनि सम्झिरहेको छु अनि त्यसपछि आश्री र म चाहिँ एकदम साथी जस्तो गफ पनि मजाले मिल्छ होइन आश्रीले मसँग गफ गर्नुहुन्छ अनि मैले आश्रीलाई आश्रीसँग मेरो गफ कुराकानी गर्छु कि अनि अलि अगाडि गइसकेपछि फेरि मलाई आश्रीले ढकाल्नुहुन्छ कि पछाडिबाट अनि हाम्रो खुट्टा यस्तो भएको थियो होइन यस्तो गाह्रो भएको थियो कि अनि अगाडि गएर अहिले हामी एकछिनपछि हाम्रो खुट्टा पनि हेर्छौँ खुट्टा यस्तो फोरो उता अनुप दाई पनि हुन्थ्यो मैले बिर्सिरहेको अनुप दाई चाहिँ भिडियोमा आउन्न भन्दै हुनुहुन्थ्यो अनि ठ्याक्कै मलाई भिडियो एडिट गर्दाखेरि अनुप दाईलाई देखेँ मैले अनि यति बेला चाहिँ हामीले घर उखु खाँदै बसिरहेको थियौँ जस्तो लाग्यो उखु खाँदै बसिरहेको थियौँ के गर्ने भन्दा अनि दिमागमा भूत चढेर अनि हामी ल जाम हिँड्न जाम घुमौँ आएपछि घुमेकै छैन कतै पनि लानु भएन भनेर भन्ने थिएँ अनि दिदीले पनि हुन्छ घर बस्न भन्दा जाम न फ्रेस पनि भइन्छ भनेर भन्नुभयो अनि घुम्दा यति माथि लिएर जानुभयो अनि त्यसपछि जाँदा त गइयो आउँदाखेरि कसरी फर्किने हो भनेर गफ गर्दै थियौँ कि मैले र आश्रीले चाहिँ अनि कसरी फर्किने होला हामीले भनेर अनि घरि अगाडि जान्छौँ घरि एउटा बोटमा छोपेर सपोर्ट लिएर फेरि माथि जान्छौँ अनि फेरि खुट्टा झन्न गर्छ यस्तो दुख्छ खुट्टा यति बेला चाहिँ तर आश्री चाहिँ मजाले हिँड्नु भएको थियो होइन अनि हामी घुम्दै जाँदाखेरि फेरि हामीलाई अमृतले डराउनु दिनुभयो क्या होइन आफू छिटो अगाडि जानुभयो अनि साइडमा बाघको जस्तै गरेर आवाज गराएर अनि यस्तो हामी यति डरायौँ होइन अनि छेउमा लुकेर बाघको जस्तो आवाज गरेर अनि पुरा के बाघ हो भनेर अनि एकछिन त डरायौँ अनि खै यो के देखाउँदै हुनुहुन्छ यसको नाम चाहिँ मलाई थाहा भएन तर चाहिँ पहिला हामी यो पहाड घुम्न आउँदाखेरि होइन हाम्रो मम्मीहरूले यो लिएर जानुहुन्थ्यो नि यसमा रङ लगाएर हामीले घरमा सजाउँथ्यौँ कि यसलाई चाहिँ अनि मलाई चाहिँ सल्लाहहरू यो सल्लोको पातहरू हुन्छ नि एकदम मनपर्छ कि मलाई चाहिँ होइन अनि अब डाँडाकाँडा एकदमै रमाइलो ठाउँ लाग्यो मलाई चाहिँ हुन त कोही मान्छे नै देखेनौँ अनि यही बाटो हिँडेर चाहिँ हाम्रो बाबा स्कुल जानुहुन्थ्यो पनि भन्दै हुनुहुन्थ्यो कि मलाई चाहिँ यति धेरै बाटो यति ठुलो बाटो थियो यति अग्लो ठाउँमा थियो होइन अनि उता दिदीलाई थकाइ लागेर दिदी लास्टमा हुनुहुन्छ पुरा लौरो टेकेर हिँड्दाखेरि पनि थकाइ लागेर अनि दिदीलाई आउनु भनेर भन्दैछौँ हामीले चाहिँ अनि हामीलाई चाहिँ के थियो भने साँझ परेपछि बाघ आउँछ डर लाग्छ अनि त्यसपछि छिटो हिँड्नुपर्छ भन्ने थियो कि
अनि हाम्रो चाहिँ यो डाँडा खै मैले नाम चाहिँ बिर्सेँ अहिले भोइस ओभर गर्दाखेरि। अनि माथि डाँडामा गइसकेपछि कति धेरै बहिनीहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ ड्रेस चेन्ज गर्दै टिकटक बनाउँदै हुनुहुन्थ्यो। हामीले यहाँ भ्यू हेरिरहेछौँ माथिबाट चाहिँ होइन। अनि कस्तो राम्रो देखेको थियो, पुरै परसम्म भ्यू देखिरहेको थियो। मैले चाहिँ ठाउँको नाम बिर्सेँ। अनि थकै पनि लागेको थियो। अनि यो चाहिँ मेरो र आश्रीको खुट्टाको हालत यस्तै भयो थियो। यो खुट्टा मात्र होइन, हाम्रो फेस पनि त्यस्तै भयो थियो। दिदीको खुट्टा पनि देखाइरहेको छु मैले। अनि आश्रीले मलाई बोक्नु भन्नुभयो, अनि मैले बोकेँ। अनि गाह्रो त भइरहेको थियो, तर पनि रमाइलो भएको थियो गफ गर्दै। अनि हामी लालीगुराँस पनि देखेको थियौँ। उहाँ पर देखेको मन्दिर चाहिँ मैले बिर्सेँ, नाम चाहिँ बिर्सेँ। अनि त्यहाँ मन्दिरमा चाहिँ त्यो बहिनीहरूले चाहिँ भिडियो पनि बनाइराख्नु भएको थियो। अनि सबभन्दा अगाडि हिँड्ने चाहिँ अमृत र अनि अनुप दाई दुईजना हुनुहुन्थ्यो। अनि त्यसपछि अनि म र आश्री अनि दिदी चाहिँ घरिघरि सेकेन्डमा आउनुहुन्थ्यो, तर घरिघरि प्रायः जस्तो चाहिँ लास्टमा आउनुहुन्थ्यो। अनि यो भिडियो दिदीले हेर्नुभयो भने दिदी एक्चुअली लोट्नु पनि भएको थियो। याद छ कि छैन दिदी हजुरलाई? त्यो उनीर पानी खानेनिर चाहिँ ठ्याक्कै मैले सम्झेँ कि भर्खरै त्यो चाहिँ मेरो उसमा भिडियो क्लिप्स रहेनछ, भिडियो खिचेको रहेनछ। अनि दिदी लोट्नु भएको थियो कि। अब चाहिँ मैले हल्का साउन्ड राख्छु, साउन्डभन्दा पनि गीतको साउन्ड राख्छु है त। हेर्नु न कस्तो राम्रो छ कि ठाउँ, पुरै सल्लाइ सल्लाह भएको कस्तो राम्रो ठाउँ छ कि। अनि मैले चाहिँ अमृता दिदीलाई अनि हाम्रो आद्यालाई पनि मिस गरिरहेको थिएँ यो भिडियो बनाउँदाखेरि चाहिँ होइन। अनि हामी सबैजना घुम्न गएको भए अझै रमाइलो हुन्थ्यो। नेक्स्ट भिडियोमा उहाँहरू हुनुहुन्छ। अब चाहिँ मैले थोरै साउन्ड राख्छु है त। अनि आश्रीले लौरो खोज्दै हुनुहुन्छ कि उता चाहिँ।